आज 2082 साल मङ्सिर 3 गते मध्य प्रदेशले प्रदेश निजामती सेवा अधिकृत तह प्राविधिक पदको खुला समावेशी र अन्तर्सेवा प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन गरेको छ र यसमा चाहिँ मैले के खुलेको छ भन्ने कुराको एउटा सानो भिडियो लिएर आएको छु। हेर्न सक्नुहुन्छ अप्राविधिकतर्फ है। पहिला हेर्नुहोस् त, अप्राविधिक प्रशासन समूह उपसमूह र तह भनेको छ। हेर्नुहोस् त, प्रशासन सामान्य प्रशासन अधिकृत 7औं भनेर खुला र समावेशी तर्फ र अन्तर्सेवा भनेर खुलाएको छ, जसमा खुलातर्फ जम्मा 2 जना मागेको छ भने लेखातर्फ चाहिँ 2 जना गरेर 4 जना भयो। र यही प्रशासनमै दलित महिलाको लागि 1 जना प्रशासनतर्फ र अर्को 1 जना लेखातर्फ गरेर 2 जना मागेको छ। र तल आउन सक्नुहुन्छ अर्को प्रशासन लेखा अधिकृत 7औं 1 जना मुस्लिम महिला मागेको छ, हेर्न सक्नुहुन्छ। र अर्को छ प्रशासन लेखा अधिकृत 7औं जसमा चाहिँ आदिवासी जनजातितर्फ 1 जना महिला मागेको छ। र अर्को यसरी अन्तर्सेवातर्फ खुला समावेशी र अन्तर्सेवातर्फ यो आर्थिक रूपले विपन्न खस आर्य महिला भनेर चाहिँ यो प्रशासन सेवा अन्तर्गत चाहिँ 1 जना मागेको छ। अनि अपाङ्गतर्फ 1 जना र अन्तर्सेवामा चाहिँ 1 जना फेरि अर्को पनि मागेको छ। अनि हेर्न सक्नुहुन्छ अब यो चाहिँ प्राविधिकतर्फ भयो। इन्जिनियरिङ सिभिल जनरल अधिकृत 7औं 1 जना हैन, इन्जिनियरिङ सिभिल हाइवे अधिकृत 7औं 2 जना है, अनि इन्जिनियरिङ सिभिल स्यानिटरी अधिकृत 7औं 2 जना, अनि इन्जिनियरिङ सिभिल इरिगेसन अधिकृत 7औं 1 जना गरेर जम्मा 6 जना मागेको छ। र अर्को छ इन्जिनियरिङ सिभिल स्यानिटरी अधिकृत 7औं मधेसी महिला 1 जना भयो हैन। यसरी यो सबैको मधेसीतर्फ पनि यो रिजर्भेसनमा पनि मागेको छ, हेर्न सक्नुहुन्छ। र तल गएर यो इन्जिनियरिङ सिभिल जनरल अधिकृत 7औं यसमा पनि मागेको छ दलित महिलाको लागि 1 जनाको। यो इन्जिनियरिङतर्फ पनि दलित महिलाको लागि दिएको छ रिजर्भेसन। र मुस्लिम महिलाको लागि पनि छ है, मुस्लिम महिलाको लागि पनि दिएको छ। अनि अर्को रहेको छ इन्जिनियरिङ सिभिल हाइवे अधिकृत 7औं अन्तर्सेवातर्फ पनि छ। अनि तल गएर माटो कृषि प्रसार अधिकृत 7औं हैन, यो तर्फ पनि मागेको छ। बागवानीतर्फ छ, माटो विज्ञानतर्फ छ, हेर्न सक्नुहुन्छ है। अनि यता भयो कृषि मत्स्य अधिकृत 7औं भयो हैन, अनि कृषि भेटनरी अधिकृत भयो हो। यसरी चाहिँ हजुरहरूले हेर्न सक्नुहुन्छ। र यो भयो हैन, यो भयो प्राविधिकतर्फको। र परीक्षाको किसिम चाहिँ लिखित प्रयोगात्मक र अन्तर्वार्ता भनेर भनेको छ, हेर्न सक्नुहुन्छ हजुरहरूले। प्राविधिकतर्फ के मागेको रहेछ भनेर परीक्षा मिति चाहिँ पछि प्रकाशन गरिन्छ है भनेर भनेको छ है। अब यसमा चाहिँ अब अनुभव हैन के कुरामा ध्यान दिने त उम्मेदवारले, यी सबै कुराको चाहिँ जानकारी यता दिएको छ, हेर्न सक्नुहुन्छ है त। धन्यवाद। यदि हजुरहरूलाई चाहिँ यो भिडियो मन पर्यो भने लाइक सेयर कमेन्ट गर्नुहोला। र यस्तै सरकारी जागिर सम्बन्धी विज्ञापनको बारेमा सिलेबसको बारेमा थाहा पाउनको लागि यो च्यानललाई अवश्य सब्सक्राइब गर्नुहोला। थ्याङ्क यू।